देश प्यारो कि रवि बालेन? चीन र भारतलाई कहिल्यै पनि विश्वको नम्बर 1 शक्ति बन्न नदिने आफ्नो स्वार्थ पूरा गर्न विदेशी शक्तिहरूले बालेन तेली शाह र रवि लामिछानेलाई नेपाली जेलेन्स्कीका रूपमा प्रयोग गर्दैछन्। विदेशी कठपुतली बनेर नेपाली पहिचान र इतिहासलाई ध्वस्त पार्न कसम खाएका रवि लामिछाने र बालेन तेली शाहलाई नेपालको सुदूर भविष्यको कुनै मतलब छैन। स्वदेशी छालामा विदेशीको दिमाग फिट गराइएका रवि लामिछाने र बालेन तेली शाह रूपी विदेशीका कठपुतलीहरू विदेशी मालिकको सदिच्छा पूरा गर्न र नेपाललाई तहसनहस पारी युक्रेन बनाउन आइलागेका छन्। विदेशी शक्तिहरूको मुख्य रणनीतिक ध्येय निर्वाचनलाई एउटा अनावश्यक र थोपरिएको युद्धका रूपमा अगाडि बढाएर नेपाललाई अन्तर्राष्ट्रिय सैन्य अखडा बनाउनु हो, ताकि नजिकैबाट छिमेकी राष्ट्रहरूलाई सैनिक रूपमा दबाउन सजिलो होस् र तिब्बत मार्फत यो क्षेत्रको भू-राजनीतिक शान्ति खल्बल्याउन सकियोस्। भदौ 23 र 24 मा तिब्बती गुण्डाहरूको प्रयोग र त्यसपछि तिब्बतीहरूबाट सुशीला कार्की सरकारलाई आएको सहयोग अचानक घटेको घटना नभएर विदेशी शक्तिकै योजनाबद्ध कदम हो। जसरी जेलेन्स्कीलाई अगाडि सारेर युक्रेनलाई रणभूमि बनाइयो, त्यसरी नै रवि लामिछाने र बालेन तेली शाहलाई प्रयोग गरेर नेपाललाई विदेशीको सैन्य क्रीडास्थल बनाउने प्रपञ्च रचिएको छ। विदेशी शक्तिहरूले नेपाललाई एउटा अत्यन्तै कठिन र चुनौतीपूर्ण मोडमा पुर्याएका छन्, जहाँ बालेन तेली शाह, रवि लामिछाने र रासोपा जस्ता पात्रहरूलाई विदेशी मालिकहरूले कठपुतली बनाएर परिचालन गरिरहेका छन्। जसरी भोलोडिमिर जेलेन्स्कीलाई अगाडि सारेर युक्रेनलाई रणभूमि बनाइयो, त्यसरी नै बालेन तेली शाह र रवि लामिछाने जस्ता पात्रहरूलाई प्रयोग गरेर नेपाललाई विदेशी शक्तिहरूको सैन्य क्रीडास्थल बनाउने प्रपञ्च रचिसकिएको छ। विदेशी शक्तिलाई राम्ररी थाहा छ कि नेपाल जस्तो गरिबीसँग जुधिरहेको देशका नेता भ्रष्ट हुन्छन् र युवा पिँढीलाई सुशासन र भ्रष्टाचारको मुद्दाले उचाल्न सजिलो हुन्छ। भदौ 23 र 24 मा जसरी देश चलाइयो, भदौ 23 र 24 को घटना त्यही फर्मुला प्रयोग गरी रचिएको कुरूप नाटक थियो, जहाँ नेपालका युवालाई विदेशी स्वार्थका लागि बलिको बोका बनाइयो। छातीमा हात राखेर प्रश्न गरौँ, के देश चलाएर भ्रष्टाचारी समातिए वा भ्रष्टाचार घट्यो? देश चलाएर देशमा सुशासनका लागि के गरियो? के राप्रपा बाहेक अरूले चुनावपछि निर्वाचित भएपछि अहिलेको भ्रष्टाचार र कुशासनलाई बढावा दिने कानुन सुधार गर्छु भनेका छन्? भनेकै भए पनि के अहिलेको ऐन कानुन दुवै सदनबाट पास हुने स्थिति छ त? ऐन कानुन मरे पनि पास हुने स्थिति छैन। अनि यो सब देश चलाउने कार्य सुशासनका लागि नभएर विदेशीको योजना सफल पार्न रचिएको प्रपञ्च मात्र हो भनेर बुझ्न अब कुनै सङ्कोच मान्नु पर्दैन। रवि लामिछाने र बालेन तेली शाहको पागलपन 1-2 दिनको सिर्जना होइन। रवि लामिछाने र बालेन तेली शाहको पागलपनमा वर्षौंको लगानी छ र अझै लगानी भइरहेको छ। डिजिटल फार्मिङ गरेर सोझा सिधा नेपालीलाई यसरी पागल दिवाना बनाउन विदेशीले पैसाको खोलो बगाएका छन्, ताकि रवि लामिछाने र बालेन तेली शाह जस्ता लद्दुहरूलाई प्रयोग गरी विदेशीले आफ्नो दीर्घकालीन योजना छिटोभन्दा छिटो पूरा गर्न सकुन्। यो दशकौं अघि बुनिएको षड्यन्त्रलाई छिटोभन्दा छिटो सफल पार्न डिजिटल तानाशाही र विज्ञापनमुखी प्रचारतन्त्रलाई रणनीतिक हतियार बनाइएको छ। जसरी चुरोटको विज्ञापनले मानिसलाई कुलतमा फसाउँछ, त्यसरी नै नेपाली जनतालाई मास एनेस्थेसिया, सामूहिक बेहोसी दिएर राजनीतिक रूपमा बेहोस पारिएको छ। के लाग्छ? रवि र बालेन तेली शाहको देशभरिको तमासा सित्तैमा आयोजना भइराखेको छ। रवि लामिछाने र बालेन तेली शाहको तमासामा कति खर्च छ? होइन भने जाबो 200 रुपैयाँ नभएर रियाद ब्याटलको फर्म भर्न गाह्रो हुने आयुर्वेदिक वैद्यराजको छोरा बालेन तेली शाहलाई यत्रो देश दौडाहा गर्ने पैसा कहाँबाट आयो? जबकि मै हुँ भन्ने नेपालीले नेपालको एक ठाउँबाट अर्को ठाउँ घुम्न 10 चोटि सोच्दै गोजी छाम्ने बेला छ। अनि अमेरिकादेखि नै बैंक र कर ठगी गर्दै नेपालका सहकारी रित्याएका, टाट पल्टेका सहकारी ठग रवि लामिछाने, जो आफ्नो मुद्दा लड्न समेत अरूसँग पैसा माग्ने गरी सडकमा आएका छन्।
रवि लामिछानेको यत्रो चुनावी तामझाम के सित्तैमै भइराखेको छ? रवि लामिछाने र बालेन तेली शाह भनेर लट्टु हुने? रवि लामिछाने र बालेन तेली शाहको मोहिनी माया जालमा फसेकाहरूले आफ्नो आँखा खोलुन्, ताकि ती पैसामा बिकेर देश नै जलाउने रवि लामिछाने र बालेन तेली शाहको सक्कली र नाङ्गो कुरूप रूप स्पष्ट देख्न सकुन्। बालेन तेली शाह र रवि लामिछानेहरू जो विदेशी शक्तिको आडमा शेर बनी राजालाई ललकार्दैछन्। बालेन तेली शाह र रवि लामिछाने देशका दुश्मन हुन्। यस विषम परिस्थितिमा यो निर्वाचन सामान्य प्रक्रिया मात्र होइन, बरु विदेशीले हाम्रो सार्वभौम सत्तामाथि थोपरेको एक प्रायोजित युद्ध हो। हामीले चर्चा गरिरहेका विदेशी शक्तिहरू किन निर्वाचनमा यति धेरै चासो दिइरहेका छन् भने विदेशी शक्तिहरूलाई राम्ररी थाहा छ कि निर्वाचनपछिको नेपाल चरम अराजकतातर्फ धकेलिनेछ। आन्तरिक राजनीतिक शक्तिहरूबीचको अनियन्त्रित द्वन्द्व र भद्रबोलले नेपाललाई कमजोर बनाई घुँडा टेकाउन विदेशी शक्तिहरूलाई सजिलो हुनेछ। यही अराजक वातावरण विदेशी शक्तिहरूको सैन्य अखडा स्थापना गर्ने एजेन्डा लाग्नका लागि सबैभन्दा अनुकूल उर्वर भूमि बन्नेछ। विदेशी शक्तिहरूलाई बालेन तेली शाह र रवि लामिछानेको राजनीतिसँग कुनै सरोकार र लगाव छैन, बरु विदेशी शक्तिहरू त केवल प्रयोग गर र फालको नीति अपनाउँदै विदेशी राष्ट्रिय स्वार्थ पूरा गर्न बालेन तेली शाह र रवि लामिछानेलाई हतियारका रूपमा मात्र प्रयोग गरिरहेका छन्। विदेशी शक्तिहरूका लागि नेपाल जति धेरै भद्रबोल र अशान्त हुन्छ, नेपालको त्यही अशान्ति विदेशी शक्तिहरूका लागि राम्रो हुन्छ, किनकि यसले चीन र भारतलाई निगरानी गर्न नेपाललाई सैन्य अखडामा परिणत गर्ने विदेशी शक्तिहरूको दूषित सपनालाई छिटोभन्दा छिटो साकार पार्न मद्दत गर्दछ। विज्ञान र प्रविधिको यो द्रुत गतिको युगमा भौतिक युद्धको अवधारणा बदलिएको छ। नेपालमा वर्तमान निर्वाचनलाई विदेशी शक्तिहरूले रवि लामिछाने र बालेन तेली शाह जस्ता राजनीतिक कठपुतलीहरूको उपयोग गरेर थोपरेको एक प्रकारको नयाँ युगको युद्ध नै भन्न सकिन्छ। भूराजनीतिको यो क्रूर र विषालु चरित्रलाई बुझेर अब सम्पूर्ण देशभक्त नेपालीहरूले राजा र राज संस्थाको विचार बोक्ने राप्रपाको बाटो पछ्याउनुपर्छ। देशभक्त नेपालीहरूले बुद्धिमानीपूर्वक निर्णय गरून्। के देशभक्त नेपालीहरू नेपाल बचाउने राज संस्था र राप्रपा चाहन्छन्, वा देशभक्त नेपालीहरू विदेशी शक्तिले धाप मारेका रवि लामिछाने र बालेन तेली शाह चाहन्छन्? राजाले मार्गचित्र बिनाको निर्वाचनले देशलाई थप खाडलमा हाल्छ भनी जुन चिन्ता व्यक्त गरेका छन्, राजाको चिन्ता एउटा सच्चा राजनेताको पहिचान हो। राजाले चुनाव रूपी युद्ध अहिले नगरौं, पहिले आपसमा सबै मिलेर नमिलेको कुरा सहमतिमा मिलाऊ, चुनाव त पछि राम्ररी गरौला भन्दा रवि लामिछाने र बालेन तेली शाहलाई यत्रो चिडचिड किन? राजाले स्पष्ट शब्दमा चुनाव रूपी युद्ध होइन, सहमति रूपी शान्ति रोजौ भनेर देशहितको बाटो देखाइदिएका हुन्। राजाले आजीवन चुनाव नगरौं भनेका होइनन्, पहिले समस्या सुल्झाऊ अनि चुनाव गरौं पो भनेका हुन्। राजाले भने बमोजिम गर्दा जो जित्छ, जित्नेकै भलाइ हुन्छ, किनकि अहिलेकै व्यवस्थामा राष्ट्रिय सभा जसमा पुराना दलको हालिमुहाली छ, त्यहाँ सबै नयाँ प्रस्ताव फेल हुन्छन्। यस युद्धको भुमरीबाट देशलाई जोगाउन राजाले दिनुभएको संवाद र सहमतिको सुझाव नै वास्तवमा शान्तिपूर्ण निकासको एकमात्र अचूक मन्त्र हो। यथार्थमा आज सुशीला कार्कीको सिङ्गो मन्त्रीमण्डल र राष्ट्रिय स्वतन्त्र पार्टी नै बारबरा एडम्स फाउन्डेसनको राजनीतिक एकाइका रूपमा सञ्चालित छन्। स्मरण रहोस्, बारबरा एडम्स पत्रकारको भेषमा विदेशी जासुसी निकायका लागि काम गर्ने महिला थिइन्। राष्ट्रवादी राजा महेन्द्र र राजा वीरेन्द्र दुवैले बेलैमा चिनेर बारबरा एडम्सलाई देश निकाला गरेका थिए। राज संस्था ओझेल परेको मौका छोपेर 2062-63 को राजनीतिक परिवर्तनपछि गणतान्त्रिक नेपालले तिनै विदेशी जासुस बारबरा एडम्सलाई नागरिकता दिएर नेपालको राष्ट्रिय आत्मसम्मानमा ठूलो ठेस पुर्यायो। हिजो 12 बुँदे सम्झौताको रहस्यमयी सूत्रधार बनेका र भारतीय र एवं माओवादी बीच पुलको काम गरेका
अमरेश कुमार सिंह आज फेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर अर्को राष्ट्रिय विनाशको रणनीतिक गोटी बन्दैछन्। आफ्नो जघन्य अपराध पर्दाफास हुनुबाट जोगाउन र रणनीतिक नियन्त्रण कायम राख्न विदेशी मालिकहरूले गगन थापा र अमरेश कुमार सिंहलाई नक्कली द्वन्द्वको राजनीतिक अभिनय गर्न लगाएका छन्। राजनीतिक शक्तिहरू टुटाउने, फुटाउने र धराशयी बनाउने खेलमा लागेका गगन थापा र अमरेश कुमार सिंह बाहिरबाट विरोधी देखिए तापनि वास्तविकतामा गगन थापा र अमरेश कुमार सिंह एउटै विदेशी मालिकका विश्वासपात्र हुन्। नेपालको राजनीतिमा बाह्य जासुसी निकायहरूको भूमिका अझ रहस्यमय तथा गहिरो रूपमा जरा गाडेको देखिँदैछ। एक पटकको एजेन्ट सधैँका लागि एजेन्ट हुन्छ। अमरेश कुमार सिंह यस भनाइको ज्वलन्त उदाहरण हुन्। अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको जेएनयू विश्वविद्यालयबाट विद्यावारिधि पीएचडी गरेका अमरेश कुमार सिंह रातोरात बालेन तेली शाह विरोधीबाट बालेन तेली शाह प्रेमीमा बदलिनु एउटा रहस्य हो। कसैलाई पनि आश्चर्य लाग्नु हुँदैन। हिजोसम्म बालेन तेली शाहलाई नाजी भन्दै अमरेश कुमार सिंहले जुन जुन ठाउँहरू जस्तै सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार, प्रधानमन्त्री निवास र शीतल निवासलाई भत्काएर देखाउन बालेन तेली शाहलाई चुनौती दिएका थिए, बालेन तेली शाहले उक्त चुनौतीलाई सहर्ष स्वीकार गर्दै विदेशी मालिकहरूको आडमा ती संस्थाहरूलाई भत्काउने मात्र होइन, बरु ती संस्थाहरूलाई जलाएर बालेन तेली शाहले आफ्नो राक्षसीपन पनि देखाइसकेका छन्। यही कारण हो कि संसद, सिंहदरबार, सर्वोच्च अदालत र औद्योगिक प्रतिष्ठानहरूलाई जलाउने माहौल बनाउने गणतान्त्रिक नेताहरू र असन्तोषको आगो भड्काएर प्रधानमन्त्री बन्ने राक्षसी योजना बुन्ने बालेन तेली शाह। यी दुवै पक्ष उत्तिकै खतरनाक र गलत छन्। सुशीला कार्की बारबरा सरकारको वैधानिकता सर्वोच्च अदालतको छानबिनमा छ र सुशीला कार्की बारबरा सरकारको फैसला आउन बाँकी छ। सुशीला कार्की बारबरा सरकारलाई घुँडा टेक्न बाध्य पार्न कानुनी मोर्चाबाट पनि रणनीतिक आक्रमणहरू अगाडि बढाउनुपर्छ। सर्वोच्च अदालतमा फैसला विचाराधीन रहेको अवस्थामा सुशीला कार्की बारबरा सरकारलाई वास्तवमा निर्वाचन गराउने कुनै कानुनी अधिकार नै छैन र राजनीतिक दलहरूले यो निर्वाचन बहिष्कार गर्न हिचकिचाउनु पर्ने र अप्ठ्यारो मान्नुपर्ने कुनै कारण देखिँदैन। देशभक्त नेपालीहरू निकास नदिने यस्तो निर्वाचन रूपी युद्ध चाहदैनन्। बरु देशभक्त नेपालीहरू शान्ति, समझदारी र राजनीतिक सम्झौता पछिको निर्वाचन चाहन्छन्। त्यसैले देशभक्त नेपालीहरूले आधुनिक युद्धको प्रकृतिलाई बुझ्न आवश्यक छ। विशेष गरी सभ्यतागत युद्ध, सिभिलाइजेसनल वार निश्चित रूपमा देशभक्त नेपालीहरूले कल्पना गरे जस्तो पुरानो परम्परागत सैन्य युद्ध हुने छैन। सभ्यतागत युद्ध इस्ट इन्डिया कम्पनीले चिया बेच्ने, हिन्दू केरलामा क्याथोलिक धर्मको प्रचार गर्न ल्वाङ बेच्ने वा सिङ्गो दक्षिण कोरियालाई कम्युनिस्टबाट बचाउने नाममा क्रिश्चियन देशमा बदल्ने जस्ता लुकेका रूपहरूमा अगाडि आउनेछ। सभ्यतागत युद्धको यो भ्रष्ट संसारमा देशभक्त नेपालीहरू धेरै सिधा वा नासमझ बन्नु हुँदैन। हाम्रा श्रद्धेय राजा ज्ञानेन्द्रको सन्देश निर्वाचन रूपी युद्धलाई रोक्न र अगाडिको मार्ग प्रशस्त गर्नका लागि एउटा नयाँ सम्झौता र मार्गचित्र रूपी युद्धविरामको दिशामा अघि बढ्नु थियो। जब देशमा राष्ट्रिय स्वार्थ कि विदेशी स्वार्थ भनेर स्वार्थको युद्ध चलिरहेको हुन्छ, तब देशमा निर्वाचन गराउँदा विदेशी शक्तिले फाइदा लुट्ने हो। निर्वाचनबाट देशलाई कुनै हित हुँदैन। त्यही फाइदा देखेर नै विदेशीले नेपाललाई चुनाव रूपी गृहयुद्धमा जबरजस्ती होमिन लगाइरहेको छ। त्यसैले नवीन समझदारी रूपी युद्धविराम पछिको मेलमिलापबाट मात्रै निर्वाचन गराइनुपर्छ। नवीन समझदारीबाट मात्र दिगो शान्ति हुन्छ, होइन भने देश सधैँ अशान्त हुने र विदेशीले यही अशान्तिमा खेलिरहने रणमैदान नेपाल हुनेछ। हाम्रा श्रद्धेय राजा ज्ञानेन्द्रबाट आएको सन्देशले वर्तमान निर्वाचन समाधान होइन, बरु निर्वाचन आफैमा समस्याको एउटा पाटो बन्न सक्छ भन्ने स्पष्ट पार्छ। सम्पूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टी पङ्क्ति र देशभक्त नेपालीहरू
हाम्रा श्रद्धेय राजा ज्ञानेन्द्रको यो विचारप्रति पूर्ण रूपमा सहमत छन्। तर यदि विदेशी शक्तिहरूले एकतर्फी रूपमा युद्ध जस्तै निर्वाचन थोपर्छन् भने देशभक्त नेपालीहरूसँग विदेशी शक्तिहरूलाई इँटको जवाफ पत्थरले दिने शैलीमा कडा प्रतिकार गर्नु बाहेक अर्को विकल्प बाँकी रहँदैन। जब विदेशी शक्तिहरू र विदेशी शक्तिका दलालहरूले एनकेन प्रकारेण निर्वाचनलाई आधुनिक युद्धको हतियारका रूपमा देशभक्तहरूमाथि जबरजस्ती थोपर्छन्, तब रणमैदान छोडेर भाग्नु केवल एउटा कायरता हुनेछ। यदि देशभक्त नेपालीहरू आत्मसमर्पण नगरी प्रतिकार गर्न चाहन्छन् भने देशभक्त नेपालीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चुनाव चिह्नमा मतदान गरेर चुनावी मैदानबाटै सशक्त प्रतिकार गर्नुपर्छ। यदि राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन बहिष्कार गरेर राजनीतिक मैदान खाली गरिदिने हो भने विदेशी शक्तिको आडमा हुर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीले बिना प्रतिस्पर्धा अतिरिक्त फाइदा लुट्नेछ र राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई झन् चाँडो विदेशीहरूको पुल्टामा पुर्याइदिनेछ। विदेशी कठपुतलीहरूका लागि यसरी सहजै राजनीतिक मैदान खाली गरिदिनु अत्यन्तै ठूलो राष्ट्रघात हुनेछ। निर्वाचन रूपी यो लडाईँबाट राष्ट्रिय प्रजातन्त्र पार्टी पछि नहट्नु भनेको देश जोगाउन अन्तिम समयसम्म लडिरहने एक वीर सेनाको साहस र कर्तव्य हो। एउटा वैधानिक राजनीतिक दल भएको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक लडाईँ त लड्ने नै छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीको बेसमा आएका विदेशी शक्तिहरूसँग लड्न राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न मोर्चाहरूमा व्यापक सङ्घर्ष गर्नुपर्छ। यथार्थमा भन्नुपर्दा वर्तमान नेपाली राजनीतिमा अब केवल दुईवटा ध्रुव मात्र बाँकी छन्। एकातिर राज संस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व गर्ने सच्चा देशभक्त ध्रुव छ भने अर्कोतिर रवि लामिछाने, बालेन तेली शाह जस्ता विदेशी शक्तिहरूको गोटी बनेका पात्रहरूको ध्रुव छ। नेपाली सेनाको परमाधिपतिका रूपमा विदेशीहरूबाट प्रभावित हुन नसक्ने राज संस्थालाई यथाशीघ्र पुनर्स्थापित गर्नुपर्छ। राज संस्थाको पुनर्स्थापनामा अब कुनै ढिलाइ गर्नु हुँदैन। अहिलेसम्म नेपाली सेनाले बाह्य रणनीतिक दबावलाई रोक्दै आएको छ। यदि सेनाको परमाधिपतिका रूपमा राजा नहुने हो भने नेपाली सेनाले नचाहँदा नचाहँदै पनि बाह्य दबावलाई झेल्न नसक्ने स्थिति छिट्टै आउनेछ। नबिर्सौं, भेनेजुएलाका राष्ट्रपति मदुरोको गोप्य सूचना बेच्ने व्यक्ति पनि भेनेजुएलाकै सेनाको सदस्य थियो। नेपाल जस्तो कमजोर आर्थिक स्थिति भएको देशमा मान्छे किन्नु विदेशीहरूका लागि कति सजिलो छ भन्ने कुरा देशभक्त नेपालीहरूले कहिल्यै बिर्सनु हुँदैन। राष्ट्रवादी राजा र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति रहन्जेल विदेशी स्वार्थका लागि नेपाललाई सैन्य अखडा बनाउन असम्भव छ भन्ने कुरा विदेशी शक्तिहरूलाई राम्ररी थाहा छ। त्यसैकारण विदेशी शक्तिहरूले राज संस्थालाई किनारा लगाएका हुन्। कुनै पनि विदेशी शक्तिले राजालाई प्रलोभनमा पारेर देश बेच्ने आँट गर्न सक्दैनन्, किनकि देश आफ्नो भए पो राजा भइन्छ। तर देशको सार्वभौम सत्ता अर्कैको हातमा गए पनि नेता त निरन्तर नेता नै रहन सक्छन् भन्ने यथार्थ आजका नेताहरूले राम्ररी बुझेका छन्। विदेशीहरूको काँधमा चढेर बजाइने कर्कश घण्टीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोलले पूर्ण रूपमा कच्या कुचुक्क पारिदिनुपर्छ। तर कच्या कुचुक्क पार्ने कार्य भौतिक रूपमा होइन, बुद्धि लगाएर र मतदान मार्फत लडिने आधुनिक युगको युद्ध हो। त्यसैले अन्य सम्पूर्ण देशभक्त नेपालीहरूले पनि विविध रूपमा रणनीतिक तयारी गर्नुपर्ने आवश्यकता छ। अन्य सम्पूर्ण दलहरूमा रहेका देशभक्त व्यक्तिहरू व्यापक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको यो राष्ट्रभक्तिपूर्ण राजनीतिक अभियानमा सामेल हुनु अत्यन्तै जरुरी छ। यस चुनावी युद्धमा सबै दलका समर्थकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोमा मतदान गरेर विदेशीहरूलाई खुसी पार्ने राष्ट्रिय स्वतन्त्र पार्टीको भू राजनीतिक मार्गचित्रलाई परास्त गर्नुपर्छ। हरेक संस्था र व्यक्तिको आफ्नै सीमाहरू हुन्छन् भन्ने कुरा देशभक्त नेपालीहरूले बुझ्नुपर्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा वैधानिक राष्ट्रिय दल भएकोले बाहिरी मानिसहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हतियार सहितको सशस्त्र युद्धको आशा गर्नु हुँदैन। यदि सशस्त्र युद्ध गर्न चाहने कोही बहादुर हुनुहुन्छ भने बहादुर व्यक्ति मज्जाले मैदानमा आउन सक्नुहुन्छ। सबै देशभक्त नेपालीहरू बहादुर व्यक्तिको बहादुरी हेर्न अत्यन्तै लालायित छन्। यत्रो विशाल विदेशी शक्तिसँग लड्न एक्लो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र सम्भव छैन। त्यसैले सबै दलका देशभक्तहरूले विदेशी शक्तिहरूको विध्वंसात्मक षड्यन्त्रलाई विफल पार्न राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोमा मतदान गर्नुपर्छ। राजसंस्थावादी राजनीति र चुनावी राजनीतिमा राजसंस्था पुनर्स्थापनाको झण्डा फहराउन राष्ट्रिय प्रजातन्त्र पार्टीको यो मञ्चलाई भरपूर रूपमा उपयोग गर्नुहोस्। राजसंस्थाका लागि अन्य कारबाहीहरू गर्न चाहने बहादुर योद्धाहरूले आफ्ना ती कार्यहरूलाई निर्धक्क भई अगाडि बढाउनुहोस्। साहित्यिक मोर्चाबाट प्रतिकार सुरु गर्नुहोस्। धार्मिक मोर्चाबाट प्रतिकार सुरु गर्नुहोस्। कलाको माध्यमबाट लडाईँ लड्नुहोस्। हरेक समूह, क्षेत्र र मोर्चाबाट विदेशी हस्तक्षेप विरुद्ध पूर्ण रूपमा लड्नुहोस्। यदि नेपाली जनतालाई राष्ट्रियता, नेपालीपन र अपनत्वले भरिएको सार्वभौम सत्ता सम्पन्न नेपाल चाहिएको छ भने राजसंस्था, हिन्दू राष्ट्र र एकीकृत नेपालको वैचारिक मार्ग अनुसरण गर्नु बाहेक अर्को कुनै विकल्प छैन। नेपाललाई बचाउने यस महान अभियानमा लेखक, कलाकार, धर्मगुरुहरूका साथै विभिन्न पेशा, व्यवसाय र श्रमजीवी वर्गका महानुभावहरूले आफ्नो क्षेत्र र मोर्चाबाट सक्रिय योगदान दिनुपर्छ। त्यसैले सम्पूर्ण देशभक्त नेपालीहरू र देशभक्तिको सम्मान गर्ने व्यक्तिहरूलाई यो स्पष्ट रणनीतिक आह्वान छ। कृपया बाह्य शक्तिहरू विरुद्ध लड्दै राष्ट्रको सार्वभौम सत्ता रक्षाका लागि खडा भएका हाम्रा श्रद्धेय राजा ज्ञानेन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा दृढतापूर्वक उभिनुहोस्। कुनै पनि विवेकी र समझदार व्यक्तिले युद्धको अन्तिम क्षणसम्म पनि शान्तिको वकालत गर्छ र राजाका समर्थकहरूको अवस्था पनि त्यस्तै हो। देशभक्तहरूले देशभक्त नेपाली जनतालाई सुसूचित गर्नेछन् कि हाम्रा श्रद्धेय राजाले स्पष्ट रूपमा भन्नुभए चाहिँ जसरी निर्वाचनको योजना बनाइएको छ, निर्वाचनको योजना समाधान होइन बरु समस्याको एउटा हिस्सा हो। तर यदि देशभक्त नेपालीहरूको शान्तिको आकांक्षालाई कुल्चिन्छ र आधुनिक युगको चुनावी युद्धको रूपमा देशभक्त नेपालीहरूमाथि युद्ध थोपरिन्छ भने देशभक्त नेपालीहरूको चाहना नभए पनि सबै देशभक्त नेपालीहरूले चुनावी रूपमा कडा प्रतिकार गर्नुपर्छ। अनि देशभक्त नेपालीहरूले यति कडा रूपमा प्रतिकार गर्नुपर्छ कि राष्ट्रिय प्रजातन्त्र पार्टीको हिन्दू हलोले राष्ट्रिय स्वतन्त्र पार्टीको इसाई घण्टीलाई पूर्ण रूपमा ध्वस्त पारिदिन सकोस्। जुनसुकै पार्टी वा विचारधारामा आस्था राख्ने भए पनि सम्पूर्ण देशभक्त नेपालीहरूले के बुझ्न जरुरी छ भने यो चुनावी लडाईँ सामान्य निर्वाचन होइन। चुनावी लडाईँ हाम्रो राष्ट्रमाथि थोपरिएको युद्ध हो र देशभक्त नेपालीहरूले राजाको साथमा राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामुनि रहेर प्रतिकार गर्नुपर्छ। त्यसैले नेपाललाई माया गर्ने जो कोहीले पनि कृपया राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोमा मतदान गर्नुहोस्। स्पष्ट हुनुहोस्, निर्वाचनको रूपमा हुने युद्ध नेपालको हितमा छैन। तर यदि विदेशी शक्तिहरूले हाम्रो राष्ट्रलाई गुडा टेकाउन र निर्वाचन मार्फत ध्वस्त पार्न चाहन्छन् भने यस्तो निर्वाचनप्रति देशभक्त नेपालीहरूको कुनै चाहना र मोह नहुँदै पनि देशभक्त नेपालीहरूले बहादुरी र दृढताका साथ लड्नुपर्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोमा मतदान गरेर आफ्नो राष्ट्रलाई बचाउनुपर्छ। अब रणमैदान स्पष्ट छ। कृपया बुद्धिमानीपूर्वक आफ्नो पक्ष छान्नुहोस्। अब रणमैदानको दुई कित्ता स्पष्ट छ। आफू कुन कित्तामा उभिने हो बुद्धिमानीपूर्वक तय गर्नुहोस्। क्रिश्चियनहरूको विदेशी घण्टी रोज्नुहुन्छ कि स्वदेशी माटोमा रम्नेहरूको हलो?
अब निर्णय दिने बेला आयो। कि त मतदाताले रवि लामिछाने र बालेन तेली शाहका रूपमा प्रकट भएका विदेशी शक्तिहरूलाई रोजुन्, कि त मतदाताले राष्ट्रिय प्रजातन्त्र पार्टीको हलोका रूपमा प्रकट भएको राज संस्थाको देशभक्त शक्तिलाई रोजुन्। छनौट मतदाताको हो। मतदाताको भविष्य र मतदाताको छनौट अब बल मतदाताको हातमा छ। मतदातालाई राष्ट्र प्यारो छ वा मतदातालाई रवि लामिछाने र बालेन तेली शाह प्यारा छन्? निर्णय मतदाताकै हो। विदेशी घन्टी रोज्ने कि स्वदेशी हलो? मतदाता कुन कित्तामा उभिन्छन् अब स्पष्ट हुने बेला आयो।